ओके, म चाहिँ रबिन। आज चाहिँ हामी परम्युटेसन एन्ड कम्बिनेसन क्लास 12 को पढ्नु गइरहेको छ। क्लास 12 मा राखेको छ परम्युटेसन एन्ड कम्बिनेसन भनेर। परम्युटेसन एन्ड कम्बिनेसनबाट चाहिँ अलि एनइपीमा अलि धेरै मार्क्स नै आउँछ, अनि त्यहाँ अलिकति कन्फ्युजिङ नै छ, तर लास्टै कन्सेप्चुअल च्याप्टर छ त्यो चाहिँ। त्यसको पार्ट गरेर म बनाउँछु। परम्युटेसन म्याथमा परम्युटेसन भनेको चाहिँ के बुझिन्छ भन्दाखेरि कुनै पनि कुरा एरेन्ज गर्नुलाई चाहिँ परमिट भन्छ नि इङ्ग्लिसमा। इङ्ग्लिस जान्यो भने म्याथमा चाहिँ परम्युटेसन भनेको कुनै कुरा एरेन्ज गर्नु पर्यो भने चाहिँ त्यसलाई परम्युटेसन भनिन्छ। जस्तै तीनवटा बल छ, एउटा ए, एउटा बी अनि एउटा सी बल छ भने यो तीनटालाई चाहिँ कतिवटा तरिकाले एरेन्ज गर्न सकिन्छ। जस्तै पहिला चाहिँ ए अगाडि भयो होइन, मैले पछाडि बी अनि ए अनि सी पनि गर्न सक्छु नि त यसरी होइन। अनि अगाडि मैले सी पनि राख्न सक्छु, सी ए बी पनि हुन्छ, तीनटा बल भयो। अब सी बी ए पनि हुन्छ। यसरी नै चाहिँ कतिवटा तरिकाले गर्न सकिन्छ भन्दाखेरि यो गर्नुलाई चाहिँ म्याथमेटिक्समा परम्युटेसन भनेर भनिन्छ क्या। अब यो सानो नम्बरको त्यो 3 त भने सानो नम्बर त भने सानो नम्बरको हो, त्यही भएर हामीले सजिलै गर्न सक्यो। अब मलाई चाहिँ 300 वटा बल दियो अरे, 300 वटा बल दियो अरे। अब मैले कतिवटा तरिकाले एरेन्ज गर्न सक्छु भनेर भन्यो भने त मैले यसरी गर्न थालेँ भने त मलाई जुनी बित्छ, तर मैले क्यालकुलेट गर्नै सक्दिनँ होइन। त्यस्तो भएर म्याथले चाहिँ एउटा सजिलो कन्सेप्ट बनाएको छ, त्यसलाई चाहिँ परम्युटेसन भनेर भन्छ। पहिला हामीलाई त्यो जान्नुभन्दा अगाडि चाहिँ हामीले फ्याक्टोरियल नोटेसन भनेर जान्नुपर्छ। फ्याक्टोरियल भनेर भनिन्छ। फ्याक्टोरियल भनेको के हो भन्दाखेरि त्यो चाहिँ यस्तो साइनले डिनोट गरिदिन्छ। इङ्ग्लिसमा चाहिँ एक्सक्लामेसन भन्छ क्या होइन। यसमा चाहिँ म्याथमा चाहिँ फ्याक्टोरियल भनेर भनिन्छ। यो देख्ने बित्तिकै मलाई नेपालीमा पढाइ याद आउँछ क्या। अब के अरे आइया त्यस्तो हुन्छ नि, च्वास यस्तोहरूमा आयो भने विस्मयादिबोधक भनेर पढाउँथ्यो, त्यो नेपालीमा भयो। म्याथमेटिक्समा चाहिँ यसलाई एक्सक्लामेसन भन्दैन कि फ्याक्टोरियल भनेर भन्छ। जस्तै यो यस्तो साइनले डिनोट गरिदिन्छ होइन। अब मैले जस्तै 5 फ्याक्टोरियल लेख्यो भने चाहिँ कसरी लेख्छु भन्दाखेरि 5 × 4 × 3 × 2 × 1। यहाँ अब मैले 4 फ्याक्टोरियल लेख्यो भने कसरी लेख्छु त 4 × 3 × 2 × 1। यहाँबाट के बुझिन्छ भन्दाखेरि कुनै पनि नम्बरको फ्याक्टोरियल छ भने चाहिँ त्यो नम्बरलाई मल्टिप्लाई गर्दै जाने डिसेन्डिङ अर्डरमा कति नहुन्जेलसम्म त 1 नहुन्जेलसम्म चाहिँ त्यो नम्बरलाई मल्टिप्लाई गर्दै जाने। जस्तै n फ्याक्टोरियल भयो भने के भयो त n भयो। n भन्दा सानो एक कमकै हुन्छ, n-1 हुन्छ इन्टु है। अनि फेरि योभन्दा कम एक के हुन्छ त n-2 हुन्छ। गर्दै कतिसम्म फ्याक्टोरियल त n-r+1 को फ्याक्टोरियल यति हुन्छ होइन। n-r+1 को फ्याक्टोरियल n-r+1 हुन्छ, यति हुन्छ होइन n फ्याक्टोरियलको। अब यहाँबाट चाहिँ एउटा आइडेन्टिटी प्रुफ हुन्छ कि जस्तै n फ्याक्टोरियल भनेको हामीले के लेख्न मिल्दो रहेछ, n × n-1 को फ्याक्टोरियल लेख्नु मिल्दो रहेछ। यो चाहिँ त्यो के अरे 3 मार्क्सवाला प्रब्लम हुन्छ नि, त्यो गर्दा चाहिन्छ। n फ्याक्टोरियल भनेको n × n-1 को फ्याक्टोरियल हुँदो रहेछ। अब यहाँबाट चाहिँ हामी 0 फ्याक्टोरियल = 1 भनेर भन्नुहुन्छ नि सरहरूले। अब यो चाहिँ कसरी हुन्छ भन्दाखेरि जस्तै मैले यहाँ चाहिँ n को ठाउँमा 1 राखौँ होइन, पुट n = 1। यो स्टेपमा पुट n = 1, यहाँ 1 राख्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि यतापट्टि n को ठाउँमा 1 हुने भयो। 1 फ्याक्टोरियल = 1 × 1 - 1 को फ्याक्टोरियल। यहाँबाट के आयो त 0 फ्याक्टोरियल = 1 फ्याक्टोरियल भनेको त 1 नै त हो। त्यही भएर यहाँबाट चाहिँ के आयो त 0 फ्याक्टोरियल भनेको 1 आयो। यसरी चाहिँ 0 फ्याक्टोरियल भनेको के हुँदो रहेछ त 1 हुँदो रहेछ। अब यो त हामीले म्याथमा त पढ्यौँ होइन, यो पढ्यौँ यस्तो हुँदो रहेछ भनेर। अब यो एप्लाई चाहिँ कहाँ हुन्छ भन्दाखेरि म एउटा सानो इक्जाम्पल लिएर बुझाउने कोसिस गर्छु है त। जस्तै मसँग 5वटा बुक छ, 5वटा बुक छ होइन। अब 5वटा बुकलाई चाहिँ मैले एरेन्ज गर्नुपर्ने छ। एउटा यस्तो बुक राख्ने सेल छ होइन, यहाँनिर चाहिँ मैले एरेन्ज गर्नुपर्ने छ 5वटा बुकलाई चाहिँ होइन। 5वटा बुकलाई 5वटा कोठा छ अरे यहाँनिर, 5वटा 4वटा 1 2 3 4 5। अब 5वटा कोठामा चाहिँ मैले बुक राख्नुपर्ने छ 5वटा बुक होइन। फिजिक्स, केमिस्ट्री, बायोलोजी, इङ्ग्लिस, नेपाली ल 5वटा छ अरे होइन। अब मैले कतिवटा तरिकाले एरेन्ज गर्न सक्छु भन्दाखेरि
मसँग जम्मा 5वटा बुक छ। एउटा फिजिक्स भयो, एउटा केमिस्ट्री भयो, एउटा बायोलोजी भयो, एउटा नेपाली भयो, एउटा इङ्ग्लिस भयो हैन। अब यो 5वटा बुकमध्ये मैले यहाँनिर चाहिँ कतिवटा बुक राख्न सक्छु? फर्स्टचोटि राख्दाखेरि मैले जानै राखौँ, यहाँ जानै राखौँ। पहिलोचोटि मैले फर्स्टचोटि कुनै पनि यो सेलमा मैले बुक राखेँ भने कतिवटा तरिकाले राख्न सक्छु भन्दाखेरि यो फिजिक्स पनि मैले यहाँदेखि राख्न सुरु गरेँ भने यो फिजिक्स पनि यहाँनिर जाँदा भयो, फिजिक्स पनि राख्दा भयो, पहिला केमिस्ट्री पनि राख्दा भयो, पहिला बायोलोजी पनि राख्दा भयो, पहिला नेपाली पनि राख्दा भयो, पहिला इङ्ग्लिस पनि राख्दा भयो। मसँग कतिवटा चान्स छ त? यहाँनिर कतिवटा बुक मैले राख्न सक्छु त? 5वटा क्या। यो 5वटा मध्ये मैले जुनै पनि टपक्क टिपेर लगाएर यहाँनिर हाल्दै भयो नि त त्यो त प्रोबेबिलिटी भयो नि त। 5वटा मध्ये 5वटै जाने चान्स छ नि त, कुनै रेस्ट्रिक्सन छैन यहाँनिर। भनेपछि फर्स्टमा कतिवटा चान्स रहेछ त? 5वटा। ल मैले मानौँ फिजिक्स राख्दै हो। अब मैले फिजिक्स राखेँ भने बच्यो त 4वटा। यहाँ त प्याक भइसक्यो, यो प्याक भयो। यो प्याक भइसकेपछि यो त प्याक भइसक्यो, यो प्याक भयो। यो प्याक भएपछि अब कतिवटा बच्यो त? 4वटा ठाउँमा बस्यो। 4वटा ठाउँमा बस्यो भने मैले यहाँ लगातार राख्दैछु भने मसँग पनि कति बुक छ? 4वटा बुक छ। अब फेरि पनि हेर्ने हो भने यो केमिस्ट्री पनि यहाँ जान पायो, बायोलोजी पनि जान पायो, नेपाली पनि जान पायो, इङ्ग्लिस पनि जान पायो। मैले भन्दैछु केमिस्ट्री पनि जान पाउँछ, बायोलोजी पनि जान पाउँछ, नेपाली पनि जान पाउँछ, इङ्ग्लिस पनि जान पाउँछ क्या। यहाँ कुनै रेस्ट्रिक्सन छैन, यो नजा भनेर भनेको छैन। भनेपछि मसँग यहाँ पनि अहिले अब कतिवटा चान्स भयो त? यहाँ राख्ने भनेको 4वटा चान्स भयो, किनकि यो 4वटा मध्ये जुनै पनि यहाँ जान पायो। मानौँ मैले बायोलोजी राख्दै अरे, अब मसँग 3वटा बुक छ अनि सेल पनि कतिवटा बाँकी छ त? 3वटै सेल बाँकी छ। यो 2टा प्याक भइसक्यो। र 3वटा सेलमा के भयो त? एउटा केमिस्ट्री बाँकी छ, नेपाली बाँकी छ, इङ्ग्लिस बाँकी छ। 3वटा मध्ये मैले एउटालाई यहाँनिर राखेँ भने कतिवटा चान्स हुन्छ त? 3वटै चान्स हुन्छ, किनकि 3वटा मध्ये जुन पनि यहाँ जान पाउँछ, केमिस्ट्री पनि जान पायो, नेपाली पनि जान पायो, इङ्ग्लिस पनि जान पायो। भनेपछि यहाँ 3वटा चान्स भयो। यो पनि प्याक भयो। अब मसँग दुईवटा मात्रै बुक छ, नेपाली र इङ्ग्लिस। नेपाली र इङ्ग्लिस मध्ये यहाँ नेपाली पनि जान सक्छ, इङ्ग्लिस पनि जान सक्छ भने यो सेलमा कतिवटा चान्स छ त? 2वटा चान्स छ। 2वटा मध्ये जुन पनि जान सक्छ। भनेपछि एउटा मात्रै बाँकी भयो। एउटाको लागि त केही चान्सै हुँदैन, टपक्क टिपेर जुन बजेको छ त्यसलाई लगाएर राखिदिने। भनेपछि यहाँ एउटा चान्स भयो। मैले कतिवटा तरिकाले एरेन्ज गर्न सक्दो रहेछु भनेर यहाँबाट हेर्दाखेरि हामीलाई यो याद आयो होला। यहाँ पनि 5 4 3 2 भन्छ, यहाँ पनि 5 4 3 2 भन्छ। अब हामीले टोटल एरेन्जमेन्ट चाहिँ कसरी निकाल्छौँ भन्दाखेरि चाहिँ यो सबैलाई मल्टिप्लाई गरेर निकाल्छौँ। यो बेसिक प्रिन्सिपल अफ काउन्टिङ भन्छ। अब यसो हेर्दाखेरि यहाँबाट यसलाई के लेख्न मिल्छ त? हामीले यहाँ पढाएको छ यो 5 × 4 × 3 × 2 × 1 लाई के लेख्न मिल्छ त? हामीलाई 5 फ्याक्टोरियल लेख्न मिल्छ भनेर पढाएको छ। भनेपछि मसँग टोटल एरेन्जमेन्ट कति हुँदो रहेछ त? 5 फ्याक्टोरियल हुँदो रहेछ। यो भने 5 फ्याक्टोरियल भने त 120 हो। जम्मा कतिवटा वेज हुँदो रहेछ त? 120 वेजले चाहिँ मैले 5वटा बुकलाई सेलमा राख्न सक्ने रहेछु। यो चाहिँ अब म्याथमेटिक्सबाट निकाल्नु मिल्यो क्या। अब अरूलाई निकाल भने कसरी निकाल्छ होला? त्यसले म्याथमेटिक्स नलाइकन हैन, म्याथ पढेको फाइदा हो कि। कति राम्रो कन्सेप्टहरू छ म्याथमा, जिन्दगी सजिलो बनाउँछ क्या म्याथले। म्याथलाई गाह्रो मान्छन् तर म्याथले जिन्दगी सजिलो बनाउँछ। त्यसरी नै अब यो त एरेन्जमेन्ट भयो हैन। अब त्यसरी नै अरू जस्तै मैले एउटा नाम लेखेँ RABI। अब आफ्नो साथीले गएर एरेन्ज गर्दा नि भयो क्या। आफ्नो साथीको नाम चाहिँ कतिवटा तरिकाले एरेन्ज गर्दा मिल्दो रहेछ भनेर यहाँ मैले रवि लेखेँ हैन। अब यो रविलाई चाहिँ अब फेरि यहाँ इङ्ग्लिसमा मतलब हुँदैन है, फेरि ABIN हुँदैन, ABIR हुँदैन, इङ्ग्लिसमा लेटरै छैन त्यस्तो भन्न मिल्दैन। हामी त म्याथ हेरिरहेको छौँ नि त, इङ्ग्लिस अलिक पर छ है। अब यहाँ हेर्ने हो भने त अब यो 4वटा लेटर छ हैन। 4वटा लेटरलाई चाहिँ कतिवटा तरिकाले एरेन्ज गर्न सकिन्छ। अब यहाँ मिनिङसँग मतलब हुँदैन, मिनिङ होस् कि नहोस् हाम्रो काम भनेको एरेन्ज मात्रै गर्ने हो क्या। मिनिङ त्यो हुँदा नि हुन्छ, नहुँदा नि हुन्छ, कुनैको हुन्छ, कुनैको हुँदैन। यहाँ हेर्ने हो भने अब यो 4वटा लेटर छ 1 2 3 4। अब मैले 4वटै ठाउँ चाहियो होइन, मलाई 4वटा ठाउँ चाहियो। 4वटा ठाउँ चाहियो भने अब मैले यहाँदेखि ल अघि मैले फर्स्टदेखि राख्न सुरु गरेको थिएँ, अब मैले यहाँदेखि राख्न सुरु गरेँ। जहाँ राख्दा नि हुन्छ है, जहाँ राखे पनि एउटै हो। यहाँनिर राखेँ भने 1 2 3 4। अब 4वटा मध्ये जुन पनि आउन पायो हैन। भनेपछि यहाँनिर कतिवटा वेज भयो त? यो पनि आउन सक्यो, यो पनि आउन सक्यो, यो पनि आउन सक्यो, यो पनि आउन सक्यो। भनेपछि यहाँनिर आउने कतिवटा वेज हुँदो रहेछ त? 4वटा वेज हुँदो रहेछ हो। अब यहाँनिर आउने 4वटा छ भने मैले R लगाएर यहाँनिर हैन, यहाँनिर R आइसक्यो। R अब 3वटा बाँकी छ मसँग। अब मैले यहाँ राखेँ एउटा, यहाँनिर राख्ने मसँग कतिवटा तरिका छ भन्दाखेरि अब यो ABI मध्ये यहाँ A पनि आउन सक्यो, B पनि आउन सक्यो, I पनि आउन सक्यो, जुन पनि आउन सक्यो। खाली के खुल्ला के ढोका, जुन आयो नि मलाई केही चिन्ता छैन है भने जस्तै हो कि, जुन आउन पनि सक्यो।
ए पनि आउन सक्यो, बी पनि आउन सक्यो, आई पनि आउन सक्यो। जम्मा कतिवटा आउन सक्यो त? 3वटा आउन सक्यो। 3वटा थियो नि, त्यही भएर 3वटा आउन सक्यो। लगभग यहाँ ए आयो अरे। ल ए आयो। अब मसँग 2टा मागिन्छ है, बी र आई मागिन्छ। मसँग खाली ठाउँ पनि 2टा छ। अब यो बी र आई मध्ये मैले यहाँ राखिदिएँ, बी पनि यहाँ आउन सक्छ, आई पनि आउन सक्छ। बी पनि आउन सक्छ, आई पनि आउन सक्छ भनेपछि यहाँनिर कतिवटा चान्स हुन्छ? 2टा चान्स हुन्छ। किन भन्दाखेरि बी पनि आउन सक्छ, आई पनि आउन सक्छ, 2टा मध्ये जो पनि आउन सक्छ नि त। अब यहाँ बी आयो अरे। ल अब बाँकी के भयो त? आई एकै भएछ बिचरा, आई बाँकी भएन। आई यहाँनिर बाँकी भयो भने एउटा यहाँनिर कतिवटा तरिका हुन्छ? एउटा तरिका हुन्छ। अब मैले के भनेको थिएँ, टोटल वेज हामीले कसरी निकाल्छौँ? यो सबैलाई मल्टिप्लाई गरेर निकाल्छौँ। 4 × 3 × 2 × 1। अब यसरी हेर्ने हो भने त 4 3 2 1 भनेपछि ठुलो नम्बरबाट डिसेन्डिङ अर्डरमा मल्टिप्लाई हुँदै हुँदै आएको छ 1 सम्म। भनेपछि यसलाई मैले के राख्न मिल्छ त? 4 फ्याक्टोरियल। 4 फ्याक्टोरियल भनेको कति हुन्छ त? 24। 4 3 = 12 हुन्छ 24। 24 भन्छ 24 भनेपछि 24वटा वेजले चाहिँ मैले आरएबिआईलाई चाहिँ एरेन्ज गर्न सक्दो रहेछु। अब यहाँबाट चाहिँ यो थाहा भयो। चाहिँ बेसिक प्रिन्सिपल हो कि यो थाहा भयो भने अब धेरैवटा हुन्छ नि तरिकाले त्यो गर्न मिल्छ क्या। कुनै पनि कुरा एरेन्ज गर्न मन छ भने त्यो एरेन्ज गर्न सकिन्छ म्याथको हेल्पले। अब मसँग जस्तै मसँग 4वटा सर्ट छ होइन, 4वटा सर्ट छ अनि 5वटा प्यान्ट छ। 4वटा सर्ट र 5वटा प्यान्ट छ भने अब मैले कतिवटा तरिकाले मैले फाल्टु कपडा लाउन सक्छु त? अब 4वटा सर्ट छ, अब 4वटा प्यान्ट छ होइन, सिधा हेर्यो भने त 4वटा एउटा गर्दाखेरि 4वटामा 1-1वटा त गइहाल्यो, एउटा बाँकी भयो प्यान्ट। अब हामीले बेसिक प्रिन्सिपल अफ काउन्टिङ पढाएको छौँ नि त। यसलाई N1 भयो होइन, यो N1 भयो, यो N2 भयो। अब हामीले कुनै पनि दुईटा कुरालाई चाहिँ के अरे लगाउँदाखेरि चाहिँ निकाल्नु मन छ भने चाहिँ त्यसलाई के गर्ने त? N1 र N2 मल्टिप्लाई गर्ने, N1 × N2 भनेपछि 4 5 यो N1 को ठाउँमा 4 भयो, N2 को ठाउँमा 5 भयो भनेपछि 4 5 चाहिँ कति भयो त? 20वटा तरिकाले चाहिँ मैले कभर लाउन मिल्दो रहेछ। अब यसमा टाइप पनि राख्दा हुन्छ फेरि, टाइप पनि राख्यो भने अझै धेरै हुन्छ। जस्तै 3वटा टाई छ अरे, 3वटा टाई छ भने के भयो त? 3वटा टाई छ, 3वटा टाई छ भने त टाई पनि आउने हो यसमा भनेपछि × 3 हुने भयो। कतिवटा तरिकाले त? 60वटा तरिकाले लाउन मिल्दो रहेछ। अब म्याथ नपढेको मान्छेलाई सोध्यो भने त्यसले भन्छ त एन्सर भन्दैन, उसले त के भन्छ होला? एउटा सर्ट, एउटा प्यान्ट, एउटा टाई, एउटा सर्ट, एउटा प्यान्ट, एउटा टाई, टाई त सिद्धि हो। एउटा टाई मागिन्छ, 3वटा तरिकाले 4वटा तरिकाले त्यस्तो भन्छ। म्याथ पढेको छ भने त्यसरी निकाल्छ। म्याथ पढेको फाइदा होइन, त्यसरी चाहिँ एरेन्ज गर्न मिल्छ कुनै पनि कुराहरू चाहिँ। अब योबाट चाहिँ अलिकति धेरै मार्क्स पनि आउने गर्छ अनि कन्सेप्चुअल क्वेसनहरू यसबाट धेरै सोध्छ क्या। त्यही भएर यो चाहिँ अलिक अगाडिदेखि नै अलिकति कन्सेप्ट बुझेर पढ्नुपर्छ। जस्तै यहाँबाट म्याक्सिमम सोधिरहने चाहिँ ती 3वटा अलिकति सोधिरहने क्वेसन छ, त्यो चाहिँ एकचोटि हेरौँ है त। जस्तै COMMITEE यो लेटर दिएको छ, यो वर्ड दिएको छ। अब यो वर्डबाट चाहिँ के भन्छ भन्दाखेरि कतिवटा तरिकाले एरेन्ज गर्न मिल्छ। इन हाउ मेनी वेज इट क्यान बी एरेन्ज। कतिवटा तरिकाले एरेन्ज गर्न मिल्छ भन्दाखेरि यहाँ हेर्ने 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 जम्मा 8वटा लेटर छ होइन। 8वटा लेटर छ भने हामीले के बनाउने त? 8वटा बनाउने हो त। यस्तो 8वटा चाहियो त? 1 2 3 4 5 6 7 8 8वटा चाहिएन। किन भन्दाखेरि यी त 2टा छ नि त। अब तिमीले एउटा यी लियो कि 2टा यी लियो कि त्यो मतलब हुँदैन नि त। एम त एमै हो, यी त यी नै हो नि त। कि पहिलोचोटि लिँदाखेरि चाहिँ एम हुने, अर्कोचोटि लिँदाखेरि चाहिँ एन हुने त हुँदैन नि त। त्यही भएर यो चाहिँ रिपिट भएछ क्या। यहाँ हेर्ने हो भने यो रिपिट भएछ, यो र यो रिपिट भएछ भनेपछि रिपिट भएकोलाई हामीले के गर्न पाइँदैन त? 2चोटि लिन पाइँदैन। एकचोटि लियो यी हुन्छ, अर्कोचोटि पनि लियो भने त यी त यी नै हो नि त। त्यही भएर त्यो चाहिँ हुँदैन क्या, रिपिट भएको चाहिँ लिन पाइँदैन। अब यसलाई कसरी गर्ने त भन्दाखेरि 1 2 3 4 5 6 7 8 जम्मा त कतिवटा तरिकाले हो त? यहाँनिर 8वटा हुन्छ, 7वटा हुन्छ अनि 8वटा वेज अहिले मैले भनिसकेँ। यहाँ 8वटा तरिकाले हुन्छ, यहाँ 7वटा तरिकाले हुन्छ, जो पनि आउन पायो। यहाँ 6 अनि त्यसपछि 5 4 3 2 1 होइन, यसरी लगातार हुने भयो होइन।
यसलाई हामीले के लेख्न मिल्छ भने चाहिँ 8 फ्याक्टोरियल लेख्न मिल्छ। ठिक छ, यसलाई 8 फ्याक्टोरियल लेख्न मिल्छ भने अब यो रिपिट भएकोलाई केही न केही त गर्नु पऱ्यो नि त होइन। रिपिट भएको त यहाँ पनि एम आउँछ अरे, यहाँ पनि एम आउँछ अरे होइन। अब मैले एकचोटि एम लिएँ, अर्कोचोटि एम लिन त पाएन नि त। त्यो एम त एमै हो नि त, एउटा एम लिएपछि त्यो एम त एमै हो भनेपछि रिपिट चाहिँ हुनु भएन क्या। रिपिट भएकोलाई चाहिँ फेरि एकचोटि लिँदा चाहिँ एम हुने, अर्कोचोटि यसलाई नै फेरि लिँदा चाहिँ एन हुँदैन नि त, एम त एमै हो। त्यही भएर रिपिट गर्दाखेरि चाहिँ हामीले के गर्नुपर्छ, जतिवटा रिपिट भएको छ नि त्यसले के गर्छ डिभाइड गरिदिनु। एम 2 चोटि रिपिट भएको छ त्यही भएर 2 फ्याक्टोरियल। एम 3 चोटि रिपिट भएको के हुन्थ्यो 3 फ्याक्टोरियल। एम 4 चोटि रिपिट भएको के हुन्थ्यो 4 फ्याक्टोरियल। यहाँनिर ई 2 चोटि रिपिट भएको छ त्यही भएर फेरि 2 फ्याक्टोरियल। ई पनि फेरि 4 चोटि रिपिट भएको 4 फ्याक्टोरियल। जतिचोटि रिपिट भएको छ त्यतिचोटि के गर्ने त फ्याक्टोरियल गर्ने। यहाँबाट के आयो त भन्दाखेरि 8 × 7 फ्याक्टोरियल लेख्न मिल्यो डिभाइडेड बाई यो त 2 हो। 2 × 1 2 नै हुन्छ, इन्टु 2 × 1 2 नै हुन्छ। 2 2 जा कति भयो त 4 भयो। 4 1 जा 4 4 2 जा 8 भनेपछि कति आयो त 2 × 7 फ्याक्टोरियल। 7 फ्याक्टोरियल भने कति हुन्छ 5040 × 2 भनेपछि यो कति आयो त 10,080 10,080 400 42 जा 8 भयो 52 जा 10,080 तरिकाले चाहिँ के गर्न मिल्दो रहेछ, यसलाई एरेन्ज गर्न मिल्दो रहेछ। यो भयो। अब यसमा जस्तै के भन्यो अरे भन्दाखेरि यहाँनिर त भवेल पनि छ त। अब भवेललाई चाहिँ सँगै राख भनेर भन्यो नि के गर्ने त, यस्तो सोध्छ कि भवेल्स आर अलवेज टुगेदर। भवेल्स आर अलवेज टुगेदर। भवेल्सलाई चाहिँ सँगै राख है भनेर भन्यो अरे। ल क्वेसन आयो सी। अब छुट्याउने पहिला के गर्ने भन्दाखेरि छुट्याउने के भवेल कुन हो अनि कन्सोनेन्ट कुन चाहिँ हो। सी त कन्सोनेन्ट हो, इङ्ग्लिस आउनुपर्छ यसले। सी अब ओ त के हो त, ओ के हो त फेरि ओ भनेको भवेल हो होइन। सी भनेको कन्सोनेन्ट, एम भनेको नि कन्सोनेन्ट, फेरि एम भनेको कन्सोनेन्ट, आई भनेको भवेल, फेरि टी भनेको कन्सोनेन्ट, ई भनेको नि भवेल, ई भनेको नि भवेल हो। अब यसले त सँगै राख्नुपर्छ नि त होइन। भनेपछि यसलाई एउटा बोरामा प्याक गरिदिने। बोरामा प्याक भन्दा यसलाई चाहिँ छुटाउनु भएन क्या। यो चाहिँ कहीँ जानु भएन, यिनीहरूको दोस्ती एकदम टुट्नु भएन। यिनीहरू चाहिँ एकदम सही सलामत हुनु पऱ्यो क्या, सँगै बस्नु पऱ्यो क्या, छुटिनु भएन क्या, कहीँ जानै दिनु भएन। त्यसको लागि त टेपहरू लगाएर हुन्छ के गरेर हुन्छ एउटै ठाउँमा राख्ने। अब यसलाई उता जान दिनु भएन भनेपछि यो सँगै हुनु पऱ्यो हो। अब सँगै बस्दा पनि यो भित्रभित्रै पनि यो घरि ई यता आउला होइन, चुलो हुन्छ नि त, ई यता आउला ओ उता जाला होइन, यसरी एरेन्ज हुनसक्छ नि त। यो भित्रभित्रै पनि एरेन्ज हुनसक्छ क्या। अब पहिला यसलाई एरेन्ज गर्ने सुन्ने, पहिला कन्सोनेन्ट र भवेल छुट्याउने, त्यसपछि के गर्ने त यो भवेल भएको नि भित्रभित्रै एरेन्ज गरिदिने क्या। यो पनि छ, यो पनि भित्रभित्रै एरेन्ज हुनसक्छ नि त। घरि यो ई यता आउला होइन, यस्तो होला नि त, ओ ई आई ई, यो पनि हुनसक्छ नि त। यसरी नै बस्न सक्ला कि नसक्ला सक्ला होइन। अब यो चाहिँ कसरी एरेन्ज हुनसक्छ कतिवटा तरिकाले भन्दाखेरि पहिला यसलाई मात्रै एरेन्ज गर्ने क्या। यो भने इक्जाम्पल दिएको मैले। अब यसलाई मात्रै एरेन्ज, यसलाई एरेन्ज कसरी गर्ने भन्दाखेरि माथि कतिवटा लेटर छ 4वटा लेटर छ हो, 1 2 3 4 त्यही भएर 4 फ्याक्टोरियल। अब ई त रिपिट भएको छ, ई रिपिट भएको छ भने डिभाइडेड 2 फ्याक्टोरियल गर्नु पऱ्यो किनकि यो 2 चोटि रिपिट भएको छ हो। अब कन्डिसन कस्तो आयो भन्दाखेरि यो सबैलाई मैले के लेखेँ त, यो सबैलाई मैले थीटा लेखेँ। ल यो सबैलाई मैले थीटा लेखेँ। अब के भयो त भन्दाखेरि सी एम एम टी अनि के आयो त थीटा आयो। किनकि अब यो थीटा त यहाँ गयो भने ठिटै हो, यहाँ गयो भने ठिटै हो। अनि यिनीहरू चाहिँ झ्याप सँगै जाने भयो क्या। यो यता बस्यो भने यो यता बस्यो भने यता बस्यो भने के भयो त सँगसँगै जाने भयो क्या। यो थीटा यता आएर बस्यो, ल यहाँ बस्यो यहाँ बस्यो, यो त टुटेको छैन नि त। यो बिचको त सबै त मैले थीटा मानेको छु नि त। भनेपछि यो सबै के हुन्छ सँगै हुन्छ कि। अब कतिवटा तरिकाले भन्दाखेरि त 1 2 3 4 5वटा जम्मा कतिवटा लेटर छ 5वटा लेटर छ। यो सब हेर्ने, यो सबैलाई मैले थीटा मानेको छु। यो सबैलाई चाहिँ मैले के मानेको छु त थीटा मानेको छु। यो सबैलाई मैले थीटा मानेको छु, यो चाहिँ हेर्नुपर्छ। यो सबैलाई थीटा मान्ने। अब मनमा नै गर्दा नि भयो त, आफूले सही लाग्छ भने यसरी गर्दा नि भयो क्या। अब मैले चाहिँ थीटा मानेर गर्दा भने चाहिँ झुकिँदैन क्या मान्छे, सजिलो हुन्छ भनेर त्यही भएर थीटा मान्ने होइन। मान्न पाइन्छ, म्याथमा जे पनि मान्न पाइन्छ क्या। एक्सलाई के मान्न पाइन्छ, एक्सलाई जे पनि मान्न पाइन्छ, म्याथ हो नि त होइन। अब 1 2 3 4 5 भने चाहिँ 5 फ्याक्टोरियल भयो होइन। 5 फ्याक्टोरियल तरिकाले त यो सबै एरेन्ज हुने भयो। यहाँ पनि हेर्ने हो भने यो 2टा त रिपिट भएको छ नि, एम त 2 चोटि रिपिट भएको छ भनेपछि के गर्ने त 2 फ्याक्टोरियलले डिभाइड गर्नु पऱ्यो। रिपिट हुने बित्तिकै के गर्ने त डिभाइड गर्ने क्या।
रिपिट भएछ, त्यही भएर मैले के गर्दा डिभाइड गरेँ। अब माथिको त बाँकी छ नि त, यो भित्रै एरेन्ज हुने कतिवटा तरिकाले यो पनि सँगै आएको छ भने त अहिले मैले के भनेको थिएँ बेसिक प्रिन्सिपल अफ काउन्टिङमा सबै निकाल्दाखेरि के गर्नुपर्छ, सबै मल्टिप्लाई गर्नुपर्छ नि त होइन। भनेपछि यो 5 × 4 × 3 × 2 × 1 गरे जस्तै सबैलाई एरेन्ज गर्नुपर्ने छ भने त यसलाई पनि एरेन्ज गर्दाखेरि के गर्नुपर्छ त, यसले यसको जतिवटा एरेन्जमेन्ट छ त्यसलाई पनि के गर्नु पऱ्यो, मल्टिप्लाई गर्नु पऱ्यो। भनेपछि यसको एरेन्जमेन्ट कति हो, यति हो। 4 फ्याक्टोरियल बाई कति हुने भयो त, 2 फ्याक्टोरियल हुने भयो। अब यसलाई के गर्ने त, यो भने त 120 हो होइन। 5 फ्याक्टोरियल भनेको फ्याक्टोरियल चाहिँ कन्ट्रोल पार्दैन हामीले, 1 फ्याक्टोरियल भनेको 1, 2 फ्याक्टोरियल भनेको 2 हुने हुन्छ, 3 फ्याक्टोरियल भनेको 6, 4 फ्याक्टोरियल भनेको 24, 5 फ्याक्टोरियल भनेको 120, 6 फ्याक्टोरियल भनेको 720, 7 फ्याक्टोरियल भनेको 5040, 8 फ्याक्टोरियल भनेको त्यसो भने लगभग 10सम्म 8सम्म चाहिँ कन्ट्रोल पार्न सकिन्छ। 9सम्म कन्ट्रोल पारेको राम्रो, 10सम्म त्यति त चाहिँदैन, 9सम्म चाहिँ कन्ट्रोल पारेको राम्रो। अब 5 फ्याक्टोरियल भनेको कति भयो होइन, 4 फ्याक्टोरियल भनेको 24 भयो, डिभाइडेड कति भयो त 2 2 जा 4, 4 1 जा 4, 4 6 जा 24 भनेपछि 720 एउटा तरिकाले चाहिँ के गर्नु भने 7 0 जा 0 भयो, 7 2 जा 6 2 2 2 2 क्यारी 1 6 2 7 720 भएपछि के गर्नु मिल्ने रहेछ त, भवेल चाहिँ सँगै भएपछि चाहिँ हामीले के गर्न मिल्ने रहेछ त, एरेन्ज गर्न मिल्ने रहेछ हो। अब अघि कसरी थियो त, अघि कति थियो त, यति थियो होइन। टोटल फेरि ध्यान दिने, टोटल एरेन्जमेन्ट चाहिँ टोटल एरेन्जमेन्ट भन्दा चाहिँ यो धेरै आउँदैन नि कहिले पनि, किनकि यो 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 पर्छ नि होइन, यो पनि यही भित्रै पर्ने हो क्या। योभन्दा धेरै आइरहेछ भने चाहिँ सम्झिनु मेरो मार्क्स काटिदिन्छ, एन्सर मिलेको छैन भनेर सम्झिने। किनकि टोटल एरेन्जमेन्ट भने त योभन्दा धेरै त हुनै सक्दैन नि त होइन। तिमीसँग 100 रुपियाँ छ अरे, 100 रुपियाँ छ भने तिमी पसलमा गएर चाहिँ 110 रुपियाँको सामान किन्छौ त, किन्दैनौ नि त, किनकि 100 रुपियाँ छ भने त 100 रुपियाँकै सामान किन्नु पऱ्यो नि त, त्योभन्दा बढी त कि त चोर्नै पऱ्यो, चोर भनेर भने होइन फेरि कि त होइन। कि त 100 रुपियाँ छ भने त 100 रुपियाँकै किन्नु पऱ्यो नि त, कि त त्योभन्दा मुनिको किन्न सक्छौ, 90 रुपियाँ किन्न सक्छौ, 80 रुपियाँ किन्न सक्छौ होइन, त्यति के किन्न सक्ने हो नि त। त्योभन्दा मुनिको किन्न सक्ने हो कि त त्यतिवटामै किन्नु पऱ्यो, कि त 100 रुपियाँकै किन्नु पऱ्यो कि त त्योभन्दा कमको किन्नु पऱ्यो। भनेपछि यहाँ पनि त्यस्तै हो क्या, यहाँ पनि 10,000 80वटा छ भने टोटल वेट छ भने त्यो भित्रै पर्नु पऱ्यो नि त यो पनि, एरेन्जमेन्ट पनि। अब यो यहाँ चाहिँ 10,000वटा तरिकाले एरेन्ज गर्न भनिरहेछ, टोटल चाहिँ यति हुन्छ भनिरहेछ, अनि तिमीले चाहिँ भवाइल मात्रै सँगै भएको चाहिँ 11,000 निकाल्दै त्यो भयो त भएन नि त, यही भित्र पर्नु पऱ्यो क्या, यही नम्बरभित्र चाहिँ पर्नु पऱ्यो। भनेपछि त्योभन्दा बढी आयो भने एन्सर मिल्नेवाला छैन हो। अब जस्तै मैले जाँदा एउटा क्वेसन दिएँ, टोटल एरेन्जमेन्ट अफ आफ्नै सब्जेक्टको दिउँ होइन, म्याथमेटिक्स। ल म्याथमेटिक्सको MATHMATICS म्याथमेटिक्सको टोटल एरेन्जमेन्ट कति हुन्छ, फर्स्ट क्वेसन। अर्को क्वेसन चाहिँ वेन अल भवेल आर टुगेदर, त्यति बेला कति हुन्छ। सबै भवेल एकैचोटि भयो, सबै भवेल चाहिँ एकैचोटि राख्ने भने चाहिँ कतिवटा एरेन्जमेन्टले गर्न सकिन्छ। यो क्वेसन चाहिँ कमेन्ट गर्नु होला, लाइक गर्ने, सेयर गर्ने, सब्सक्राइब गर्ने है त।